Hey guys, welcome to back my YouTube channel. It's me Arimani. आज पनि म आफ्नो नयाँ भिडियो लिएर तपाईहरुको सामु आइसकेको छु। आज चाहिँ भाइटिका सबैजनालाई ह्यापी भाइटिका। जहाँबाट हेर्दै हुनुहुन्छ जसलाई सबैजनालाई मेरो तर्फबाट ह्यापी भाइटिका। अनि आजको कुरा चाहिँ म भर्खरै उठेर हात मुख धोएर बसेको। अब चाहिँ म फेरि यहाँ काम छ अझै कति धेरै। तपाईहरु सक्नुहुन्छ अचार बनाउनु छ अझै केही सामान रेडी भएको छैन। अचार बनाउनु छ, रोस्ट बनाउनु छ। यसै गर्दै म तपाईहरुलाई अगाडिको भिडियोहरुमा पनि देखाउने छु है। अहिलेलाई म यसो प्रिपेयर गर्छु सबै कुराहरु। बाइ बाइ। गाइस यो चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ जो चिकनलाई मैले म्यारिनेट गरेर राखिसकेको थिएँ। यसमा चाहिँ जिन्जर पेस्ट, जिन्जर गार्लिक पेस्ट हालेको। त्यसपछि फेरि अनि थोरै मसला हुन्छ नि हाम्रो जिरा धनिया मसला अनि रातो खुर्सानी अनि फेरि त्यो सबले मिक्स गरेर त्यसपछि थोरै कर्नफ्लावर हालेको। अनि त्यसपछि एउटा चाहिँ एग हालेको है यसमा। अनि त्यसपछि हिजो म्यारिनेट गरेर राखिसकेको थिएँ। अब छिट्टै रेडी हुँदैछ अनि त्यसपछि हामी म्यारिनेट गर्छौँ है। फाइनली गाइस नुहाइधुवाइ गरेर सकियो। हाम्रो चाहिँ मासु रोस्ट अघि नै भइसकेको थियो। अब चाहिँ बाँकी रहेको अचार बनाउन हो। तपाईहरु हेर्न सक्नुहुन्छ सबै कुरा रेडी भइसकेको छ है। रेडी पोजिसनमा छ। हामी चाहिँ मामा घर आएर यहाँ चाहिँ फेरि अर्को तयार पार्दैछौँ अर्को चिजको लागि। यहाँ हुनुहुन्छ, हाई डार्लिङ। यहाँ चाहिँ हाम्रो मम्मी यहाँ रेडी पार्दैछौँ फेरि अर्को भाइको। यहाँ हुनुहुन्छ मामाजी।
बल्ल खान मन लाग्यो त्यो याद भए नखान्छु बल्ल खानु पर्यो गाइस हाम्रो काम छैन भाइले दिएको खाना हामीले चाहिँ खाएर बसेको भाइसँग मिलेर रमाइलो छ हामीलाई भन्छु कम यो दिदीले धेरै खाइदिनु भयो भन्ने यो दिदीले पनि अहिले सुगमको डान्स हेर्नु होला हरिपनाथ त सुगम डान्स सिकेको अरे ओ माय गॉड कुनै भन्यो राति राति भेट्छ अर्को